पारिन्छ आज मौरी काट्न जाने हो कति चोटै खानी हो हरतियर जम्मै छ अब भनौँ त के भनौँ अब ल्याएपछि फेरि गरौँला जङ्गल यस्तो छ गाईजी जङ्गल यस्तो छ पछाडि यहाँ झोला छ भाइले यहाँ बन्चरो बोकेर गाना बजाउँदै हिँडिरहेको छ होइन म चाहिँ झोला बोकेर हिँडिरहेको छु झोलामा सामानहरू छ अब मौरी रुखको चाहिँ छ मौरी काटेर रस चाट्ने हो भन्नु न रुखको फेलामा चाहिँ रुखभित्र अब रुखको पलमा चाहिँ मौरी छ भनेर भाइले भने त्यही हेर्न जाँदैछु कस्तो हुन्छ गाइज नेक्स्ट अपडेट त्यसको लागि प्रतीक्षा गर्नु होला अब लगभग आइसक्यो यस्तो छ लोकेसन गाइज हेर्नु लोकेसन यस्तो छ बाटो यस्तो छ जङ्गल जब रात पऱ्यो नि यस्तो छ यस्तो पुरा सालगरी छ भालुको एकदम डर मान्नुपर्छ दिउँसो जानु लाग्यो कस्तो हुन्छ हेरौँ क्या यो पारी चाहिँ पारी अब हल्का तपाईँ देख्नुहुन्न होला यो किनभने रुखले छेकेछ मैले आँखा चाहिँ देखेको छु मुहालमा चाहिँ देखेन होला यो पारी चाहिँ गाउँटोला देखिन्छ पारीको गाउँ यता चाहिँ मेरो गाउँ यो मेरो माथिको डाँडो चाहिँ मेरो गाउँ पऱ्यो हामी चाहिँ अहिले चाहिँ खोलामा झर्दैछौँ अनि भाइ अरू केही भन्नु छ काटेर भ्याएर बल्ल काटेर भ्याएर बल्ल हामी माछा मार्न जाने भनेको पहिलेको प्लान हो म बुढो गएर आउँछु बुढो गरेर आएपछि बल्ल ल ठिक छ केही छैन गाइज माछा त खानी जो अल द बेस्ट मौरी अब चाहिँ मौरी काटेको रुखको कस्तो हुन्छ कन्डिसन त्यो भिडियो लिएर आउँछु नेक्स्ट है गाइज भाइले बन्चर हान्दैछ मौरी मन्किरहेछ हामीले अन्डा क्यारेट सल्काएर गरेर मौरीलाई शान्त बनाउने कोसिस जारी छ मौरी चाहिँ मनकी छ यत्रो बुटो छ थाहा छैन कति गरे नि हामीले के अनि ढलाउने विचार गरे भाइ ढलाउने हो ढलाएर र मौरी काट्ने विचार गरे होइन किनभने यहाँ आँखा छ नढलाउने आँखा पहिला पनि माथि हान्नेको हो यत्रो हान्ने तर भेटेको छैन आँखाले गर्दाखेरि त्यो भएर यसलाई ढलाउने विचार गरियो लगाइछ अब काटेपछि चाहिँ गरौँला है अपडेट हेर्नु यहाँ मौरी घन्किरहेको यो चाहिँ मौरीको टोँडको भयो यता चाहिँ हामीले यहाँ यो अन्डा क्यारेट सल्का खाम यहाँ चाहिँ मौरी आएको है चाहिँ यहाँ मौरी यहाँ आएको है छ सेतो मौरी हो घर मौरी हो आएको है छ जङ्गलमा छ यो मेरो भाइ यो चाहिँ म आई एम डन अनि भाइ आना भन्छ ल आरामले अब यो आँखाले गर्दा सकिएन किनभने अनि ढलाउने विचार गरेँ ढलाएर गरेर चिर्नु पर्ने अवस्था आइसक्यो होइन त्यो भएर बरी पनि आउँदैछन् मौरी चाहिँ यहाँ देखिरहेको छ ए अब तपाईँहरू देख्नु भने थाहा भएन ए बाहिर निस्किरहेको होइन पुरै हल्का छ हल्का पारल छ होइन कता गइरहेको थाहा होइन यहाँ रस चाहिँ आएर बसेको हो या के गरेको थाहा भएन यहाँ चाहिँ हेर्नु मौरी छ बाहिर चाहिँ बन्चर हान्दैछ यहाँदेखि खान त यहाँदेखि खान यहाँदेखि सल्लो खान त
कस्तो हुन्छ अपडेट। हाम्रो त त्यतिकै चाहिँ खोलिसक्यो होइन। त्यति हान न, म थेबल हान्छ है त्यसपछि। मौरीको धुम चाहिँ दामी हुने चाहिँ यसको बनाउनु सक्यो भाइ? म तास्छु ल्याउनु, म तास्छु। त्यो पुतरु लाएर होला नि ऊ नआएको, मौरी नआएको। दाइको मोबाइल कुन हो? भिभो? ओप्पो। मेरो नि ओप्पो हो। ओप्पो कुन हो? ओप्पो 54। ओ यता पो भयो नि त। मेरो त ओप्पो A1 के हो। मलाई टोकिसक्यो, मलाई कहाँबाट गाई हेर्नु, मलाई खुट्टा टोकिसक्यो। अब हल्का बाँकी छ, यताबाट निस्किसक्यो म मौरी। यहाँ झरिसक्यो, बाँकी फाइनली एउटा मौरीको मह चाहिँ निकालियो। देख्नु त भएन होला हजुरहरूले, नजिकै जानुहुन्थ्यो। अब मौरीले टोक्छ भनेर म चाहिँ गइ छुइनँ, डरले अलिकति परेछु। फाइनली गाइज, फाइनली एउटा चाका झिक्यो। गोजीमा मौरी जान लाहा बुढा। गाइज दुईटा मौरी चाहिँ अलि धेरै नै निक्लिसक्यो के, अलि फास्ट गर्न मिल्दैन र। तीनटा, वाउ नाइस। चारवटा, वाउ। धेरै हुन्छ। के छ त? के छैन दाइ? मोबाइल छैन? मोबाइल छैन। राजाले टोक्छ। ले जाने राजाले लिएर गएपछि समय आउँछ आफै। अब ऊ त्यहाँनिर चाहिँ हेर्नु सक्नुहुन्छ, त्यहाँनिर चाहिँ पुरै मौरी घुमिरहेको छ के। गाइज राजा खोजेको है, राजा खोजेको। वाउ ना। फाइनली मौरी त्यहाँ भुइँमा फालेको अवस्था आएको छ बिचरा मौरीलाई। अब बिचरा नि भन्ने, अब काट्न पनि नाइसले के भन्छ। अब के गर्नु त, खानु मन लागेपछि अब निकाल्नु परिहाल्यो। त्यहाँ माथि मौरी घुमिरहेको छ, हातमा टोक्ला। राजा चाहिँ कत्रो हुन्छ? यो मौरीहरू भन्दा नि ठुलै हुन्छ। त्यसो भए चाख दिइहाल्नुपर्छ क्या घर गएर। मेरो अगाडि नल्याउनु न, मलाई डर लाग्छ। फाइनली भुइँभरि भइरहेछ मौरी। अहिले कतिखेर मलाई टोक्ने भन्ने कुरा थाहा छैन होइन। अब मेरो बुढाले हात हाल्नु भयो, अब कतिको निकाल्नुहुन्छ। ढाडमा गडिरह एउटा मौरी, सुईले गाडेको रहेछ, त्यसको सुई ढाडमा गडेर। बेगमा तर मौरी जुधेर बसिरहेको बुढाको ढाडमा। मेरा बुढाको हातमा भगवान टोक्ला के। दाइको ढाडतिर पनि आहा। ओए ओए ओए, मेरो बुढाको प्वाइन्टभित्र छिर्यो। अब के हुने हो थाहा छैन मेरो बुढासँग।
फाइनली मौरी त झन् भन्दा झन् धेरै भयो म जाने अवस्था आयो गोरु कहाँ आइछ हजुर म पनि लाने मौरी पनि हुन्छ यति छोरी रहेछ यहाँ खाजे यहाँ छ नि यहाँनिर खाजे मौरी छ कि म छ म छ कि मौरी छ मौरी लाने के आइस पर्छ गाइज मेरो हात चाहिँ यस्तो भएको छ है चाट्न मिलेन अलिकति फरक छ यो मान्छे मौरी डराउनु पर्दैन के डराउनु टोक्छ के कान्छ गाइज हेर्नुहोस् दाइ त मौरी छ के पर्दैन हो पर्दैन डराउनु पर्दैन हो टोक्छ नि गाइज हेर्नु आइछ गोरु कहाँ गयो हेर्नु रस चाहिँ त्यस्तो साह्रो चाहिँ छैन ठिकै छ हल्का छ हल्का छ त्यस्तो लाएको चाहिँ छैन रहेनछ अब यो मौरी काट्ने सिजन हो या होइन हामीलाई थाहा भएन जङ्गलमा भएको कारणले हामीले काटिदियो है अब यो मौरी चाको सहित मौरी पनि लाने सोच गरियो त्यो भएर अब भाइले चाहिँ काट्दैछ ए मौरी चाहिँ हातमा घुमिरहेको छ मेरो चाहिँ हल्का हातमा चाहिँ ड्यामेज भएको थियो काट्दाखेरि मौरी काट्दाखेरि हेर्नु गाइस यति माया गर्छ मौरीले मलाई लाउनु पुग्छ म तपाईँलाई के यार ए हट न यार बन्द र बजाउँछु यो हान आइछ अलि पर फाइनली म चोएर भ्यायो मेरो बुढाले मेरो म गइसक्यो रफ नपलाई तर बल निकाल्नु होइन थियो बेला हान्छु मैले आनन्द निकाल्छु खुट्टा हान्न खुट्टा हान आनन्दले फाइनली गाइज हामीलाई चाहिँ म चाहिँ भेटिसकेको छौँ अब निकाल्ने चाहिँ माथि रहेछ हामीले तल हानेको होइन माथि रहेछ म चाहिँ म आउँछु सुरुमै म चाहिँ मैले चाखिदिएको है सुरुमा चाहिँ बुहारीलाई अब नचढाइ खाइसक्यो जङ्गलको म चढाउनु पर्ने नचढाइ अब जङ्गलको म भने नि अब देउताले पारेको म भनेर अब मेरो मुखमा परिसी भइगयो अलिक सिद्धे कुरा ल बाबा म आउँछु कि भाउ छोडी होइन नि मौरी चाहिँ धेरै नै आइरहेको छ कतिखेर च्वाक्क चुप्पा खाने हो भन्ने कुरा थाहा छैन होइन माथि झन् दाइ आँखामा रहेछ आँखामा रहेछ गाइज हेर्नु के गरौँ दुःख गरेर खानै पर्यो खानै भयो गाइज मुचाले चाहिँ खोलेर यहाँदेखि त्यहाँसम्म देख्यो म अलिअलि देखेको छ यसबाट पनि भिडियो बनाइदिँदैछ यसबाट पनि भिडियो मलाई खुसी ल मोबाइलबाट कति निस्किन्छ भन्ने गाइज अब उहाँले नि भिडियो बनाउनु लाग्यो बुढा है भिडियो बनाउनु लाग्यो तिमीले पनि भिडियो गराउनु न गीत बजाउनु लाग्यो फाइनली म चाहिँ भेटियो हाम्रो अब चाखिन्छ कस्तो छ विष्णु दाई गोकुल मेरो बुढा भन न अब विष्णु दाई यो मेरो गोकुल बुढा ऊ गीत बजाउँदै नाच्दैछ म भेटेको खुसियालीमा होला पक्कै नै म चाहिँ गोकुलको बुढी अनि म चाहिँ गोकुलको बुढी हुँ भाउजू आउनु भएको छैन भाउजू रिसाएर आज दाइसँग बुमदुम्ती फुलेर घरै बस्नु भयो यति म लर दिनुहुन्छ खुसी हुनुहुन्छ आइस फोन बन्द लाग्छ ल म चाहिँ माथि गएँ देखिन्न क्या आइस राख्छ त्यही बनाएको नि बनाइरहेछु ल भिडियो बनाऊ आगर ल यति हात आगर मैले खोइदिन्छु ल यहाँ राखिदिनुहोस् कि गर्छ मेरो छ मेरो छ लगाइछ लगाइछ म चाहिँ भेटी काट्दै गरममा मौरी काट्दै गरममा गाइज मौरी चाहिँ यहाँ गएर बसेको छ
निक्लो यहाँ गएर बसेको छ। यसलाई चाहिँ अब राजा त्यहाँ छ या छैन, यहाँ पनि आधी मौरी छ, यहाँ छ छैन त्यो अब विचार गरिन्छ। म चाहिँ यति निस्क्यो गाइज। यसलाई लानी तर्खरमा छौँ हामी, जम्मै मौरी माथि गइरह। यसलाई लानी तर्खर छ, यसलाई चाहिँ लैन्छ।